मधुबनका 4वटा संस्थाहरूले सरकारको समर्थन मूल्यमा धान खरिद्नु भएको छ। तर अहिले व्यापारी साथीहरूले त्यो कम्पिटिसनमा सरकारको समर्थन मूल्यमा खरिद्न सक्नु भएको छैन। 2800-2900 सम्म जानु भएको छ भन्ने सुन्नमा आएको छ। त्यसमा समस्या पनि छ। पोहोर साल व्यापारी साथीहरूले खरिद्नु भएको धान अब सहकारी संस्थाहरूले सरकारको समर्थन मूल्यमा खरिद्नु भएको धानहरू अहिलेसम्म बेच्न सक्नु भएको छैन। र अहिले पनि अब धान खरिद भएको छ। सरकारीहरूले हाम्रो सहकारी संस्थाहरूले सरकारको समर्थन मूल्यमा हामीले तोकेका खरिद्नु भएको छ। तर व्यापारी साथीहरू अहिले त्यो सरकारको समर्थन मूल्यमा जान सक्नु भएको छैन। पोहोर साल चाहिँ सरकारको समर्थन मूल्यमा जान सक्नु भएको थियो जब हामीले सहकारीहरूले खरिद्न भनिसकेपछि। पोहोर साल व्यापारी साथीहरू पनि त्यही मूल्यमा खरिद्न जानुभएको थियो, खरिद्नु भयो। तर अहिले जान सक्नु भएको छैन व्यापारी साथीहरूले। त्यसले गर्दा सायद व्यापारी साथीहरू पनि मर्कामा हुनु होला। अनि यतातिर सहकारी त झन् मर्कामै भयो। सरकारको समर्थन मूल्यमा खरिद भयो हुँदाखेरि अहिले पनि सहकारी संस्था हामीले तोकेका सहकारीहरूले सरकारको समर्थन मूल्यमा खरिद्नु भएको छ। र अब मेन समस्या के छ भने बजार मूल्य चाहिँ छैन, बजारीकरण चाहिँ छैन। हामीले बजार अब बर्दियामा एउटा मात्रै खाद्यान्न संस्था राजापुरमा छ। उसलाई हामीले खरिद्नु पर्यो भनेर अनुरोध गरेका छौँ। तर पनि उसले खरिद्न सक्ने जम्मा 30,000 कुन्टल कि कति मात्रै छ हाम्रो क्षमता खरिद्ने भन्ने, त्यति मात्रै सरकारले अनुमति दिएको छ भनेर भन्नुभएको छ राजापुर खाद्यान्न संस्थानले। तर त्यतिले मात्रै पुग्दैन यहाँ त। त्यस कारण सरकारलाई हामीले के अनुरोध गरेका छौँ भने राजापुर खाद्य संस्थानलाई अरू चाहिँ कोटाहरू जति चाहिँ बर्दियामा उत्पादन हुन्छ धान त्यो अनुसारको कोटा दिनु पर्यो। त्यसको लागि यहाँका त्यो सरकारको समर्थन मूल्यमा यहाँका सहकारीहरूले बेच्न पाए, अरू व्यापारी साथीहरूले पनि बेच्न पाएपछि कमसेकम सहकारी पनि फस्टाउने, व्यापारीहरू पनि फस्टाउने, किसानहरूलाई पनि अरू थप चाहिँ आय आर्जन हुने भन्ने कुरा छ। त्यो हाम्रो मधुबन नगरपालिकाले चाहिँ पहल हामी गरिरहेका छौँ। सरकार समेत छ यो धान खरिद त गर्ने, तर चाहिँ सरकार चाहिँ किसानले पनि मूल्य नपाउने राम्रोसँग, सरकारले खरिदेको पनि मूल्य नपाउने, व्यापारीहरूले पनि मूल्य नपाउने गर्दाखेरि यसरी सबै किसान, व्यापारी, सहकारी सबै घाटामा गएको छ।